आज चाहिँ व्यवस्थापनका सिद्धान्त र कार्यहरू भन्ने टपिक्समा अलिकति छलफल गर्न चाहन्छु। व्यवस्थापनका सिद्धान्त र कार्यहरू भन्ने भिन्न भिन्न कुराहरू हो, तर यो एउटै टपिक्समा भएको कारणले व्यवस्थापनका सिद्धान्तहरू र कार्यहरू भन्ने छ। त्योभन्दा पहिला यो खासमा व्यवस्थापन भनेको के हो भन्ने कुरा यहाँ सर 1 2 3 4 बुँदामा मैले तयार गरेको छु। व्यवस्थापन सङ्गठनको परिलक्षित उद्देश्य पूरा गर्न आवश्यक पर्ने विभिन्न खालका स्रोत साधनहरूको उचित ढङ्गले परिचालन र उपयोग गर्ने कला नै व्यवस्थापन हो भनेर चाहिँ यहाँनिर भनेको छ। व्यवस्थापनलाई एउटा आर्टको रूपमा लिएको छ। त्यो भनेको के हो भने सङ्गठनभित्र रहेका विभिन्न स्रोत साधनहरूलाई सङ्गठनको परिलक्षित उद्देश्य हासिल गर्ने एउटा आर्टको रूपमा चाहिँ व्यवस्थापन हो भन्ने यो पोइन्ट लाइनले बोल्छ। त्यस्ता स्रोत साधनहरू के हुन्, यो कसरी कला हो भन्ने कुरा दोस्रो लाइनमै बोल्छ। त्यस्तो उद्देश्य प्राप्त गर्नको लागि सङ्गठनमा आवश्यक पर्ने भौतिक, मानवीय, वित्तीय, प्राविधिक साधन स्रोतहरू उचित प्रबन्ध र तालमेल मिलाउने, ती स्रोतहरू अधिकतम प्रयोग गर्ने सङ्गठनको उद्देश्य सङ्गठनको विभिन्न तहबाट गरिने योजना, सङ्गठन, निर्देशन, नियन्त्रण र समन्वय जस्ता कार्यहरूको एकीकृत रूप नै व्यवस्थापन हो भनेको छ। यहाँनिर भनेको के हो भने हामीले व्यवस्थापन एउटा कला हो भन्यौँ। कला कस्तो कला हो भन्दा त्यहाँ सङ्गठनभित्र रहेका स्रोत साधनहरू भनेको भौतिक स्रोत साधन हुन्छ, मानवीय स्रोत साधन हुन्छ, प्राविधिक स्रोत साधन, वित्तीय स्रोत साधन हुन्छ। ती स्रोत साधन बिचको उचित तालमेल मिलाउने, प्रबन्ध गर्ने कला हो। त्यो कलाबाट के प्राप्त हुन्छ त त्यो तालमेल गर्दा भने सङ्गठनको उद्देश्य प्राप्ति हुन्छ। त्यो नै म्यानेजमेन्ट हो भनेर हामीले बुझ्यौँ। त्यस अन्तर्गत व्यवस्थापनका के कामहरू गरिन्छ त भने त्यो सङ्गठनको विभिन्न तह, उच्च तह, मध्यम तह र सञ्चालन तहबाट के गरिन्छ भने योजना बनाउने काम गरिन्छ, सङ्गठन गर्ने काम गरिन्छ, त्यो रिसोर्सेसहरूको निर्देशन गरिन्छ, नियन्त्रण गरिन्छ, समन्वय गरिन्छ र त्यही रिसोर्सेसहरूलाई युटिलाइज गरेर त्यसको मोबिलाइजेसनद्वारा सङ्गठनको लक्ष्य हासिल गरिन्छ। अन्ततः सङ्गठन व्यवस्थापन भनेको यही हो। यो नै एउटा कला हो भन्ने यहाँनिर देख्न सकिन्छ। अनि अर्को कुरा चाहिँ व्यवस्थापन भन्नाले यहाँनिर चौथो लाइन पढेँ मैले, तेस्रो लाइन खासै महत्त्वपूर्ण छैन। व्यवस्थापन भन्नाले परिवर्तनशील वातावरणमा निर्दिष्ट उद्देश्य पुरा गर्नका लागि स्रोत साधनहरूको अधिकतम उपयोग गर्दै मानवीय प्रयत्नहरूको योजना, सङ्गठन होइन योजना, समन्वय, सङ्गठन नियन्त्रण गर्ने प्रक्रिया हो भनेको छ। अथवा त्यसको यो एउटा डायग्राम यहाँनिर देख्न सकिन्छ। अर्गनाइजेसनल गोल भनेको छ यहाँ। यो चाहिँ सङ्गठनको उद्देश्य यहाँ हुन्छ, टपमा उद्देश्य हुन्छ। त्यसपछि कम्पिटेन्ट एचआर अनि अदर रिसोर्सेस, अदरभित्र भौतिक परे, वित्तीय परे, टेक्नोलोजिकल परे लगायतका स्रोत साधनहरू यहाँ पर्छन्। र कम्पिटेन्ट एचआर, अदर रिसोर्सेस र सङ्गठनको गोलको त्रिकोणात्मक सम्बन्धलाई हामी म्यानेजमेन्ट भन्छौँ। यति कुरा चाहिँ बुझ्नुपर्छ साथीहरूले। यो फिगर बनाएर लेख्नुभयो भने यसलाई राम्रो मानिन्छ, यसको छोटो एक्सप्लेन गर्नुलाई। त्यसपछि प्रिन्सिपल अफ म्यानेजमेन्ट भन्ने छ यहाँनिर, व्यवस्थापनका सिद्धान्तहरू भन्ने छ। व्यवस्थापनका सिद्धान्तहरू चाहिँ थुप्रै छन्। त्यसमध्ये अथवा सिद्धान्त भनेको के हो त भन्दा यसको अलिकति सठिक ब्याकग्राउन्ड लेख्नुपर्दा व्यवस्थापनको सिद्धान्त भनेको के हो भने व्यवस्थापन गर्ने क्रममा व्यवस्थापकले अवलम्बन गर्नुपर्ने मार्गदर्शनहरू नै व्यवस्थापनका सिद्धान्तहरू हुन्। त्यो मार्गदर्शनहरू, मार्गचित्रहरू, त्यसको प्रयोग गर्दै गर्दै व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसलाई नै व्यवस्थापनको प्रिन्सिपल भनिन्छ। यो व्यवस्थापनका प्रिन्सिपलहरू पनि ह्यानरी फैलको 14वटा प्रिन्सिपल अफ म्यानेजमेन्ट यो महत्त्वपूर्ण छ। त्यसो भएको कारणले मैले यहाँनिर राखेको छु। यहाँनिर देख्नुभयो भने अलिकति यो ह्यानरी फैलको ब्याकग्राउन्ड दिएको छ होइन। उनी एउटा खानी इन्जिनियरका रूपमा थिए। उनी ह्यानरी फैल चाहिँ 1841मा जन्मेर 1925मा चाहिँ उहाँको निधन भएको हो। उनी फ्रान्सका सम्भवतः होइन खानी इन्जिनियरका रूपमा हुन्। उनले व्यवस्थापनको क्षेत्रमा एउटा लन्डनको रहेछ, बेलायतको। अनि उहाँले व्यवस्थापनको सन्दर्भमा एउटा व्यवस्थापन भन्ने शब्दलाई प्रशासन भन्ने शब्दले रिप्लेस गर्नुभएको छ। त्यस कारणले ह्यानरी फैलका प्रशासनिक व्यवस्थापनका सिद्धान्त पनि भन्ने गरिन्छ यसलाई। अनि उहाँले व्यवस्थापन एउटा महत्त्वपूर्ण लाइन यहाँनिर भन्नुभएको छ, यल्लो लाइनले मैले यहाँनिर चाहिँ नोट गरेको छु। व्यवस्थापनलाई सिक्न र सिकाउन सक्ने विषयका रूपमा प्रमाणित गरिदिएका छन् उनले। व्यवस्थापन भनेको यो जन्मजात हुने कुरा होइन। यसलाई चाहिँ एउटा विज्ञानको रूपमा होइन, अथवा यसलाई एउटा कलाको रूपमा सिक्न र सिकाउन सकिने चाहिँ विषय हो भनेर चाहिँ भनेका छन्। उहाँको यो 14वटा व्यवस्थापनका सिद्धान्तहरूलाई
हामी यहाँनिर यसरी हेर्न सकिन्छ। कार्य विभाजन भन्ने कुरा छ, डिभिजन अफ वर्क भन्छ यसलाई। कार्य विभाजन गर्नुपर्छ भन्छ। कामलाई त्यो एउटा एज ए होल हुन्छ, त्यो कामलाई सेग्रिगेट गरेर विभिन्न इकाइहरू बनाएर त्यसरी काम गर्दाखेरि चाहिँ यसको राम्रो भनौँ न आउटपुट आउन सक्छ भन्ने हो यसको अर्थ। अधिकार र उत्तरदायित्व भन्ने छ, कर्मचारीलाई अधिकार पनि दिनुपर्छ, सँगसँगै उत्तरदायित्व पनि सुम्पिनुपर्छ। अधिकारले मात्रै चाहिँ पनि काम गर्दैन, उत्तरदायित्व मात्रै दियो भने पनि त्यसको आउटपुट राम्रो आउँदैन भन्न खोजिएको। त्यसपछि आदेशमाकात्मकता भन्ने छ यहाँनिर। आदेशमाकात्मकता भनेको काम गर्दाखेरि कर्मचारीलाई आदेश चाहिँ एउटै निकाय एकद्वार प्रणालीबाट आदेश दिनुपर्छ भन्ने हो। निर्देशनमा पनि त्यही कुरा हो, एकरूपता भन्ने कुरा छ। अनि अनुशासन भन्ने कुरा छ। अनुशासन आज्ञापालन महत्त्वपूर्ण कुरा हुन्छन्। आदेशको श्रृङ्खला भन्ने हुन्छ, चेन अफ कमान्डको कुरा गर्छ यसले हैन। चेन अफ कमान्ड यो हाइरार्कीमा चल्नुपर्छ भन्ने गर्छ। आदेशको कुरा गर्छ यहाँनिर। समानताका कर्मचारीको बिचमा विभेद हुनुहुँदैन भन्छ। कर्मचारी स्थिरता भन्ने कुरा छ यसमा। कर्मचारी स्थिरता भन्ने चाहिँ दिएको छ। भनेको यो कर्मचारीले जब सेक्युरिटीको कुरा हो। प्रयत्न लगावको कुराहरू छ भनेको चाहिँ के छ, कर्मचारीलाई त्यहाँ चाहिँ सेल्फ मोटिभेट गराउनुपर्छ हैन। सामूहिक गतिशीलता भनेको चाहिँ सामूहिक भावनाको विकास गर्नुपर्छ, त्यहाँ सबैको अपनत्व फिल गराउनुपर्छ भन्ने हो। सहयोगको भावनाको कुराहरू छन् यहाँ। जस्तै विकेन्द्रीकरण गर्ने कुराहरू छ। विकेन्द्रीकरण भनेको चाहिँ के हो त भने कामलाई, अधिकारलाई सर्टेन मात्रामा त्यसलाई विकेन्द्रीकरण गर्नुपर्छ हैन भन्ने कुरा हो। यसलाई मैले सूत्रको रूपमा यहाँ राखेको छु यो सठिक बुझ्नलाई। डाडु अर सिसी भन्ने हो यो खासमा। डाडु अर सिसी, यो टी यो बिचमा टी चाहिँ होइन है त। यो डाडु अर सिसी भन्ने चाहिँ छ। डाडु अर सिसी त्यही माथिको यो यहाँ हेर्नु हो भने ठ्याक्कै यसको आउँछ त्यो अङ्ग्रेजी डिभिजन अफ वर्क हो। त्यसपछि अधिकार उत्तरदायित्व हो। अनि यसलाई अथोरिटी एन्ड भनौँ न हैन, ड्युटिज भनौँ। यसरी कनेक्ट गर्नु भने यो चाहिँ हेर्न सकिन्छ। आज मैले यो भिडियोमा यति गरेँ। अब भोलि पर्छ यो वैज्ञानिक व्यवस्थापन, यो प्रिन्सिपल अफ म्यानेजमेन्टमै यो अब साइन्टिफिक म्यानेजमेन्टको प्रिन्सिपलले के भन्छ भन्ने कुरा नेक्स्ट भिडियोमा यहाँहरूलाई देखाउन चाहन्छु। मोटामोटी हामीले आज के हेरौँ त भन्दाखेरि म्यानेजमेन्ट भनेको के हो भन्ने पार्ट हेरौँ एउटा हैन। म्यानेजमेन्ट भनेको के हो भन्ने पार्ट हेरौँ। त्यसको थोरै 2 लाइन 3 लाइन परिभाषा लेखेर यो चित्र बनाउनु होला भने मैले। त्यसपछि म्यानेजमेन्ट प्रिन्सिपल अफ म्यानेजमेन्टमा गयौँ। प्रिन्सिपल अफ म्यानेजमेन्टमा धेरै भास्ट कुराहरू लेखेर चाहिँ कामै हुँदैन। यो प्रिन्सिपल म्यानेजमेन्टमा मुख्यतः यो प्रिन्सिपल अफ म्यानेजमेन्ट भनेको व्यवस्थापन गर्ने, रिसोर्स युटिलाइजेसन गर्ने मार्गदर्शन हो भन्ने हो। रिसोर्स दुई हामीले ब्रोडली यसको ब्रेकडाउन गऱ्यौँ भने दुईवटा हुन्छ। एउटा ह्युमन रिसोर्स हुन्छ, एउटा नन ह्युमन रिसोर्स हुन्छ। त्यसको गोल अचिभ गर्नलाई कसरी चाहिँ त्यसको युटिलाइजेसन मोबिलाइज गर्ने भन्ने कुरा मात्रै हो यसमा। त्यसरी चाहिँ लेख्न सकिन्छ। अनि यो हेनरी फाइलको प्रशासनिक व्यवस्थापनको सिद्धान्त नै। अब तपाईँलाई कहिलेकाहीँ म्यानेजमेन्टका सिद्धान्तहरू लेख्नुहोस् भनेर आयो भने सिधै यही हेनरी फाइलको प्रशासनिक व्यवस्थापनका 14 सिद्धान्तलाई कोड गरेर यसैलाई लेख्नु भने यही नै जर्नल म्यानेजमेन्टका सिद्धान्तहरूको रूपमा लिने गरिन्छ। अरू नेक्स्ट भिडियोमा भेटौँला है त। थ्याङ्क यू।